अनि अर्कोमा अनि अर्कोमा भिडियो सुरु भयो। तपाईँ दाईको चाहिँ आज सटरडे मस्ती सुतेको छ। अनि दाई के छ तेरो जीवन रस कता दौडिरहेछ? जीवन रस मेरो अहिले अन्डरस्ट्यान्डिङ बिहेभियर। अनि जीवन ऊर्जा केमा खर्च भइरहेछ तिम्रो? जीवन ऊर्जा मेरो भगवत्ता प्राप्ति, सचित आनन्द प्राप्ति त्यस्तो गइरहेछ। खानाको लागि अहिले म स्कुलमा आबद्ध भएको छु एउटा। अनि जीवन ऊर्जा भनेको मेरो सङ्गीत सुन्नमा, गायन, नृत्य अध्ययन यस्तै कुरामा खर्च भइरहेछ। यस्तो गायन नृत्यको कुरा गर्दा गिटार सितार होइन 2-3वटा गिटार चाहिँ यहाँ देख्न सकिन्छ। होइन यस्तो मेरो अहङ्कारिक भावना पनि होइन। यस्तो गिटार हुँदैन सङ्गीत आउँछ भन्ने कुरो हुँदैन। सुन्नमा रस हो। रमाइन्छ, खाइन्छ, रमाइन्छ, गाइन्छ। बस अन्तिम मेसेज। जय श्री कृष्ण अल्लाह मोहम्मदको पनि जाओस् न त एउटा। मोहम्मद केही नजाओस्। मोहम्मद भने पनि जिसु भने पनि हामी कृष्ण भने पनि हामी सबै भगवत प्राप्ति नै हो, शान्तिको खोजै हो। जसले जे भने पनि त्यही हाम्रो। ल आजलाई बिदा गरौँ है। अन्तरात्मा शुद्ध सुचित त्यही हो, त्यही हो। आजलाई दाई भर्सेस टियु कार्यक्रम हाम्रो बिदा गरौँ। टियु कार्यक्रम छ। दाई भर्सेस टियुमा चाहिँ अब योचोटि दाई अस्तिको पोहोर परार चाहिँ टियुले दाईलाई बाजी मारेको थियो। योचोटि चाहिँ दाईले टियुलाई बडो नमजाले पछार्नको लागि यहाँनिर जोडदार तयारीका साथ पढ्दैछ। यो कपी चाहिँ यत्रो मोटो कपी चाहिँ भाइ म सक्दिन्छु भनेर चाहिँ लागि परिसकेको छ। यी प्राइस, नर्मल गुड्स, इकोनोमिक्सहरू होइन, कर्ब्सहरू, देश कसरी विकास गर्नुपर्छ भन्ने कुराहरू त्यही हो होइन दाइ। अर्थफुड म्यासल प्यालेडो जेएस मिलहरू के हो, मोडर्न थ्योरी, रेन्ट्स एन्ड ल थ्याङ्क यू।